जाडोमा तातो तातो झोल मोमो, त्यो पनि घरमै बनाएको, खाना पनि मिठो, हेल्दी पनि, रेस्टुरेन्ट धाइरहने झन्झट पनि भएन, सबै परिवार एकै ठाउँ बसेर खान सकिने अनि मिठो पनि। यसरी बनाएको झोल मोमो खाना मिठो हुनुका साथै हेल्दी पनि हुन्छ। त्यसैले मैले जानेको रेसिपी शेयर गर्न गइरहेकी छु। अब बनाउन तर्फ लागौं है त। मैले चाहिँ चिकन झोल मोमो बनाउन गइरहेकी छु। मलाई आवश्यकता पर्ने मोमो लिएर यसलाई स्टिम गर्न गइरहेकी छु। स्टिम गर्नुभन्दा अगाडि भाँडोमा यसरी सबैतिर तेल लगाउनु पर्छ ताकि मोमो नटासियोस् भन्नका लागि। यो लगाइसकेपछि एउटा एउटा गरी मोमोलाई यसरी राख्नुपर्ने हुन्छ। मोमो राख्दा एउटामा अर्कोमा टाँसिनु हुँदैन। अब सबै राखिसकेपछि यसको ढकनी लगाएर हिट अन गरेर मैले स्टिम गर्न छोडिदिएँ। मोमो यता पाक्दै गर्छ। अब मोमोको अचारको लागि मैले अलिकति भटमास अनि अलिकति तिल लिएकी छु। अब यसलाई भुट्नु पर्ने हुन्छ, त्यसैले हिट अन गरेर पेन बसालेँ। पेन तातिसकेको छ। यसमा म पहिला भटमास भुट्दैछु। अब भटमास पनि हल्का ब्राउन भइसकेको छ। यसमा म तिल राखेँ। यो तिललाई पनि अब केही समय यसरी भुट्दैछु। भटमास र तिल यसरी पड्किसकेपछि पाक्यो भनेर थाहा हुन्छ। यसलाई हामी अर्को भाँडोमा राखेर सेलाउनको लागि छोडिदिनु। अब यो मोमो पनि स्टिम भइसकेको छ। मसला पनि सेलाइसकेको छ। यसको पाउडर बनाउनु पर्छ, त्यसैले मैले मिक्सरमा बनाउँदैछु। हजुरहरू औखल सिलौटो जेमा पनि पिन्न सक्नुहुन्छ। पाउडर बनाउँदा अलि मसिनो बनाउनु पर्ने हुन्छ। अब कतिको बनेको छ हेरौँ है त। ल हेर्नु त, यतिको पाउडर भएपछि पर्फेक्ट बन्छ। अब पकाउन तर्फ लागौं। हिट अन गरेर पेन बसालेँ। पेन तातिसकेको छ। यसमा म अलिकति तेल राखेँ। तेल पनि तातिसकेको छ। 1 चम्ची जिरा फुराएँ। त्यसैगरी 2टा हरियो खुर्सानी फुराएँ। त्यसैगरी चप गरेको लसुन पनि यसैमा राखेँ। यो राखिसकेपछि केही समय यसरी चलाउनु पर्छ। त्यसैगरी चप गरेको प्याजलाई पनि यसैमा राखेँ। यो राखिसकेपछि पनि यसरी केही समय फ्राई गर्नुपर्छ। यो हल्का ब्राउन भइसकेको छ। यसमा अघि चप गरेर राखेको टमाटर राखेँ। टमाटर राखिसकेपछि पनि हामी केही समय यसरी पकाउनु पर्छ। अनि म यसमा अलिकति बेसार राखेँ। स्वाद अनुसार नुन राखेँ। त्यसैगरी अलिकति जिरा र धनियाको पाउडर पनि यसैमा राखेँ। यो राखिसकेपछि पनि हामी केही समय यसैगरी चलाउँदै पकाउँदै गर्नुपर्छ। टमाटर राम्रोसँग पाकोस् भनेर यसरी डाडुका सहायताले यसरी म्याच गर्न पनि सकिन्छ। अनि म यसमा अघि पिदेको भटमास र तिलको पाउडरलाई पनि यसरी राखेँ। यो राखिसकेपछि पनि केही समय यसरी चलाउँदै भुट्दै गर्नुपर्छ। अब यो राम्रोसँग भुटिएको छ। हेर्नु त, यतिको भइसकेपछि आफूलाई कति रस आवश्यकता पर्छ त्यही अनुसार पानी राख्नुपर्ने हुन्छ। मलाई आवश्यकता पर्ने पानी राखेँ। पानी राखेपछि यसलाई केही समय यसरी चलाइदिनु पर्छ। अनि यो राम्रोसँग पाकोस् भन्नका लागि मैले 5 मिनेट छोपेर पकाउँदैछु। 5 मिनेट भइसकेको छ। यसको ढकनी निकाले। अब यो पानी राम्रोसँग पाकिसकेको छ। सुप पनि राम्रो बनेको छ। हेर्नु त यी। अब यसमा म थोरै थोरै गरी मोमो राख्दैछु। मोमो राख्दा हामी यसरी थोरै थोरै गरी राख्नुपर्छ। मोमो राखिसकेपछि पनि मैले 2 मिनेट छोपेर पकाएँ। यसरी घरमा बनाएको झोल मोमो रेस्टुरेन्टको भन्दा पनि मिठो हुन्छ। सबैजना परिवार एकै ठाउँ बसेर तातो तातो खाना पनि पाइने, मिठो पनि, हेल्दी पनि। आफैले यसरी बनाउँदा सुप पनि बाक्लो पातलो कस्तो मन पर्छ त्यही अनुसार बनाउन सकिन्छ। आफूले चाहेको बनाउन सकिने, खाना पनि मिठो हुने। यदि हजुरहरूले अलि अमिलो खान मन लाग्छ भने यसरी कागती माथिबाट निचोरेर पनि खान सकिन्छ। हेर्नु त, हेर्दै खाउँ छैन त झोल मोमो।
अब म सर्भ गर्न गइरहेकी छु। आजको भिडियो कस्तो लाग्यो साथीहरू? झोल मोमोको रेसिपी हजुरहरूले कसरी बनाउनुहुन्छ, कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ? यदि मेरो भिडियो राम्रो लाग्यो भने लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सिनु होला। अनि हजुरहरूलाई कस्तो लाग्छ एउटा मिठो कमेन्ट लेख्न पनि नबिर्सिनु होला। पुरा भिडियो हेरेर अन्तिम समयसम्म साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।